ल एकैछिन यता हेरौँ है। अब याद गर्न पऱ्यो है, अब हामीहरूले कुनै पनि मोडलको राउटरहरू लिन जाँदाखेरि पहिल्यै सुरु 2900 लिन पऱ्यो होइन। राउटरमा हाम्रो जेट केबल छ, त्यसकारण तपाईँहरूले एउटै राउटरलाई पहिला यहाँनिर चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि अफ गरेर यहाँबाट 2T लाई ल्याएर ड्र्याग गरेर हाल्न पऱ्यो है। अब यो वर्ड एक्सेल जस्तो हुन्छ, कन्ट्रोल-C कन्ट्रोल-V अनि यसलाई यसरी चाहिँ हामीहरूले लेआउट गर्नु पऱ्यो है। अब याद गर्नु पऱ्यो, हामीहरूले कुनै पनि केही कुराहरू गर्न लागिरहेछौँ भने हामीहरूले मेस टोपोलोजी बनाउनु पर्छ भन्ने कन्डिसन चाहिँ थियो। त्यसपछि हाम्रो चाहिँ यहाँनिर जाने हो भने हब पनि छ, अनि त्यसपछि डिभाइसेसहरूमा जाने हो भने एक ठाउँमा मलाई सर्भर चाहियो है, अर्को ठाउँमा चाहिँ मलाई पिसीहरू चाहियो क्या यस्तो। हजुर एक्सेस पोइन्ट वायरलेसको लागि त्यसले चाहिँ डिएचसिपीको नेटवर्क भइसकेपछि अटोमेटिकली आइपी एड्रेस दिने काम गर्छ। ल हेरौँ है, एकैछिन मोबाइल भ्याउँछ नि बल्ल। ल हेरौँ है, अब यहाँनिर नेटवर्किङ गर्न जाँदाखेरि तपाईँहरूले के याद गर्नु पऱ्यो भन्दाखेरि हाम्रो चाहिँ जहिले पनि है हामीहरूले कसैले केही भन्यो भने यो फिगरहरूलाई रिङ टोपोलोजीमै बनाउनु पर्छ है। पहिला केबलिङ गर्नुहोस् है, अनि सम्झिनु है, मैले तपाईँहरूलाई अस्ति नै भनेको थिएँ जहिले पनि ल्यान्ड टु द वान भन्ने अप्सनलाई चाहिँ लाउनुपर्छ। अनि त्यसपछि तपाईँहरूले पहिला यो टेक्नोलोजी बनाउनु पऱ्यो क्या है, अनि त्यसपछि चाहिँ हाम्रो यता माथिबाट जानु पऱ्यो क्या। अब एउटा कुरा याद गर्नु पऱ्यो है, सुरुमा तपाईँहरूलाई चाहिँ एउटा गाह्रो के हुन्छ भन्दाखेरि कति नम्बरको पोर्टमा के हालिराखेको छु भनेर कन्फिगर गर्नलाई चाहिँ गाह्रो हुन्छ है। त्यही भएर मेरो सजेसन सिम्पल एउटै वर्ड छ, मैले स्टुडेन्टहरूलाई जहिले पनि भन्छु SIMPLE सिम्पल टु COMPLEX कम्प्लेक्स है। तपाईँहरूले सिम्पल टु द कम्प्लेक्स गर्न थाल्नु भयो भने बल्ल तपाईँहरूलाई सजिलो हुन्छ। त्यही भएर पहिला लेआउट बनाउनुहोस् होइन, अनि यो बाटोलाई पहिला ब्रेक गर्नुहोस्। किन ब्रेक गर्नु लगाएको त भन्दाखेरि हाम्रो यो पोर्ट थाहा पाउनलाई है। अब तपाईँहरूले यो ब्रेकडाउन गर्नु भएन भने तपाईँहरूलाई कन्फिगरेसन गर्नलाई गाह्रो हुन्छ, होइन भने अर्को अप्सन हुन्छ कपीमा फिगर बनाएर पनि गर्न चाहिँ सकिन्छ भन्ने कुरा भयो है। अब जाउँ है, डे 1बाटको सबै म यहाँ गरिदिन्छु है। अब जाउँ, अब अहिलेको केसमा अर्को थ्योरी के छ त भन्दाखेरि जहिले पनि तपाईँहरूले ल्यान्ड टु वान भन्ने अप्सनलाई याद गर्नु पऱ्यो। जहिले पनि तपाईँहरूले भोलि गएर ट्रबल सुट गर्न जाँदा केही नेटवर्क बन्न जाँदा पहिला ल्यानै हेर्छ क्या है। जबसम्म तपाईँको ल्यान्ड नेटवर्कहरूले एकअर्कालाई कम्युनिकेट गर्दैन तबसम्म हामीहरूलाई आउटपुट आउँदैन। अब सम्झिनु है, तपाईँहरूको ग्रुप एसाइनमेन्टमा तपाईँहरूलाई चाहिँ यो पिकेटी फाइल पनि अपलोड गर भन्छ। किन भन्दाखेरि तपाईँले पिकेटी फाइल एउटा अपलोड गर्नुभयो अनि डेमोमा एउटा दिन आउनु भयो नि त्यति बेला चाहिँ भेरिफाई गर्छ। त्यही भएर यो लेआउटलाई जति तपाईँहरूले राम्रो बनाउन सक्नुहुन्छ त्यति राम्रो बनाउनु, अरू केही नबनाए पनि यहाँनिर नेटवर्क लेख्ने काम चाहिँ गर्नु होला। ओ गफाडीहरू यता 192.168.1.1 एउटा होइन, अर्को 192.168.1.0/24। अब सम्झिनु है, अहिलेको केसमा मैले तपाईँहरूलाई सबैमा किन 192/24 वाला दिइरहेको छु त भन्दाखेरि तपाईँहरूलाई डिभाइड गर्ने बेलामा या इम्प्लिमेन्ट गर्ने बेला सजिलो भओस् भन्ने केसमा है। सम्झिनु है, मैले यहाँनिर 2.0 दिएछु, यहाँनिर 0.0/24 दिएछु, यहाँ 1.0/24 दिइरहेको छु। अब सम्झिनु होला, भोलिको दिनमा तपाईँहरूले फेरि सरले यहीँ गर्नुभएको थियो यसरी नै गर्छु भनेर भन्न थाल्नु भने तपाईँ बर्बाद हुनुहुन्छ। मैले अस्ति नै पनि तपाईँहरूलाई भनेको थिएँ राउटर र राउटरको केसमा है, राउटरको केसमा जहिले पनि यहाँ /30 नै राख्नुपर्छ है। /30 राखिदिनु भयो भने तपाईँहरूको अरू बिग्रियो भने पनि यसले चाहिँ सबनेट भिएलेसन गरिरहेछ भन्छ कि। अब अहिलेलाई मैले बुझाउनलाई मात्रै 3टा नेटवर्क राखेको है। अब जाउँ है, कन्फिगरेसन गर्न जाँदाखेरि है, कन्फिगरेसन गर्न जाँदाखेरि तपाईँहरूले सम्झिन पर्ने भनेको चाहिँ 8वटा कमान्ड हो क्या। 8वटा कमान्ड सम्झिनु भयो भने तपाईँको होल नेटवर्क सेमै हुन्छ क्या, त्यही 8वटा कुरा रिपिटेड हुने हो क्या है। अब सम्झिनु त, अहिलेको केसमा मलाई कन्फिगरेसन गर्न जानु पऱ्यो त पहिला यसलाई गर्नु पऱ्यो नि त, अनि यसलाई गर्नु पऱ्यो, फेरि यसलाई गर्नु पऱ्यो, फेरि यसलाई गर्नु पऱ्यो भनेपछि के भयो भन्दाखेरि यति भागलाई सम्झिनु भयो भने त्यही कुरा एकचोटि रिपिट, दुईचोटि रिपिट, तीनचोटि रिपिट, यहाँ 4चोटि रिपिट, यहाँ 5चोटि रिपिट क्या। त्यसपछि अनि बल्ल तपाईँहरूको कम्युनिकेट हुन थाल्छ भन्ने कन्डिसन चाहिँ भयो है। अब जाउँ है त, अब म कन्फिगरेसन गर्न जाँदाखेरि अघि नै भनिसकेँ ल्यान्ड टु द वान, म सिम्पल राउटरमा जान्छु। अब याद गर्नु है, अरू म्यामहरूले सरहरूले पढाउन जाँदाखेरि यहाँबाट यसरी पनि सिकाइरहनु भएको छ
यो पनि एउटा राम्रो मेथड हो, तर म चाहिँ यसलाई राम्रो मेथड भन्दैन। किन भन्दाखेरि स्टुडेन्टहरूले आउटपुटहरू के गर्ने भन्ने कुरा सिकेको चाहिँ हुँदैन। त्यसकारण मैले तपाईँहरूलाई के भनिरहेको छु, कुनै पनि राउटर नेटवर्क बनाइसकेपछि एउटा पिसी जोइन गर्नुहोस्। हेर्नु है, एउटा पिसी जोइन गर्नुहोस्, अनि यहाँनिर लिएर आउनुहोस् कन्सोल केबल, कन्सोलबाट RS232 है, कन्सोलबाट RS32 लिएर आयो भने अब यहाँनिर डबल क्लिक गर्नु हैन, डेस्कटपमा जानु, अनि टर्मिनलमा जानु, अनि ओके हान्नुहोस्। यसरी नै रियल नेटवर्क कन्फिगर गरिन्छ। तपाईँहरूलाई यो टावर जस्तै सोच्नु न, 100 फिटको टावरमा चाहिँ माथिपट्टि राउटर छ भने तपाईँ राउटर माथि गएर काम चाहिँ गर्नुहुन्न क्या, टर्मिनल तानेरै गर्नुहुन्छ क्या है। त्यसकारण यसलाई चाहिँ सम्झिनु होला। और यो चाहिँ फिगरमा लेआउट हालिदिनु होला, होइन भने राउटरमै गएर यहाँनिर CLI मोडबाट पनि हेर्न सकिन्छ। कुरा चाहिँ एउटै हो है। अब जाउँ कन्फिगरेसन गर्न जाँदाखेरि है। ल नै अब मैले अस्ति नैबाट तपाईँहरूलाई के भनिरहेको छु भन्दाखेरि तीनटा कुरा सम्झिनु पऱ्यो क्या। एउटा ग्रेटर देन साइन, एउटा ह्यास साइन, अनि अर्को चाहिँ कन्फिग भनेर चाहिँ आउँछ है। यसमा चाहिँ तपाईँहरूले चाहिँ सम्झिनु पऱ्यो। अब पहिलो कमान्ड तपाईँहरूले जिन्दगीभर नबिर्सिनु पर्ने सो भर्सन, अर्को सो आइपी इन्टरफेस ब्रिफ, अर्को सो आइपी ROUT राउट, अनि अर्को सो रन है। यो चारवटा कुरा जिन्दगीमा नबिर्सिनु होला। अनि यसको अल्टरनेटिभमा अर्को हुन्छ सो स्टार्ट है। यो सबै डाटाबेसको कुराहरू चाहिँ हुन्छ। अब याद गर्नु होला, सो भर्जनले के देखाउँछ भन्दाखेरि तपाईँको राउटर कुन मोडमा छ है, यसले मोड जनाउँछ। अब याद गर्नु होला 0x2142 यो हाम्रो लागि वर्स्ट, 02142 है, यो हाम्रो राउटर सबैभन्दा वर्स्ट मोड भयो। तर 0x2102 छ भने यो हाम्रो राउटरको नर्मल मोड भयो है। त्यसपछि अब याद गर्नु होला, सो आइपी इन्टरफेस ब्रिफले चाहिँ के गराउँछ भन्दाखेरि तपाईँहरूको इन्टरफेसको नाम र सम्झिनु है, नाम र यसले के जनाउँछ भन्दाखेरि यसले स्टेटस जनाउँछ। सो आइपी राउटले के जनाउँछ त भन्दाखेरि सो आइपी राउटले राउटिङ प्रोटोकल जनाउँछ र टोटल नम्बर अफ नेटवर्क पनि जनाउँछ। त्यसपछि सो रनले के जनाउँछ भन्दाखेरि सो रनले राउटरको डाटाबेस जनाउँछ, र सो स्टार्टले के जनाउँछ भन्दाखेरि राउटरको डाटाबेस है, राउटरको डाटाबेस जनाउँछ त्यो आफ्टर सेभ। हेर्नु है, यो पाँचवटा कुरा चाहिँ तपाईँहरूले सम्झिनु पर्यो भन्ने कन्डिसनमा चाहिँ हुन्छ है। अब जाउँ है। अब मलाई यहाँनिर कन्फिगरेसन गर्न पऱ्यो भने इनेबल गर्छु। पहिलो कमान्ड के छ, सो भर्जन, एकैछिन यता सो भर्जन। हेर्नु है, सो भर्सन। अब सो भर्सन गर्ने बित्तिकै तपाईँ सिधै लास्ट लाइनमा गएर हेर्ने हो कि राउटर कुन मोडमा छ, 0x2142 ठिक छ। अब तपाईँले कन्फिगर गर्न पाउनुहुन्छ। तर राउटर चाहिँ 2142 मोडमा भएको भए यसलाई रिसेट गर्नुपर्ने कन्डिसन चाहिँ हुन्थ्यो है। अब जब अर्को कमान्ड छ मसित के भन्दा सो आइपी इन्टरफेस ब्रिफ। हेर्नु है, यसले राउटरमा तपाईँसित कतिवटा इन्टरफेस छ भनेर समरी देखाउँछ। यसको सबसे ठुलो एडभान्टेज चाहिँ यो। अनि यो चाहिँ ट्रबल सुटलाई एकदमै काम लाग्छ। किन त भन्यो भन्दाखेरि यसले हेर्नु त यहाँनिर पोर्ट पनि जनाइराखेको छ, यसले यहाँनिर आइपी एड्रेस पनि भन्छ। याद गर्नु होला है, यसले हामीलाई दुईवटा कुरा हुन्छ भनेपछि अब के भयो, मलाई गिगामा आइपी एड्रेस राख्नु पर्यो, यो पोर्ट थाहा भयो। हाइलाइट गर्नुहोस् होइन, और सिधै कन्फिग स्पेसिटी इन्टरफेस है, गिगा 0/0 इन्टर। अब सम्झिनु है, तपाईँहरू राइट ठाउँमा हुनुहुन्छ भने तपाईँहरूले यहाँनिर नो सटडाउन हान्ने बित्तिकै यो पछाडिको यो चाहिँ हरियो बन्छ। हेरौँ है, नो सटडाउन है, नो सटडाउन इन्टर, हरियो भयो, म राइट ठाउँमा छु। अब याद गर्नु होला, सटडाउन गर्नु, मेरो पोर्ट काम गरिरहेछ। अब एउटा कुरा सम्झिनु है, राउटरमा कुनै पनि पोर्ट एक्टिभेट छ भने जनाउनलाई दुईवटा मेसेज आउँछ। एउटा मेसेज आयो भने तपाईँ रङ पोर्टमा हुनुहुन्छ भने बुझिहाल्नुहोस् है। अब याद गर्नु, यो भोलि मै आएर तपाईँहरूको डेमोमा पनि सोधिदिन्छु है। अब हेर्नु त इन्टरफेस गिगामा गयो होइन, नो सटडाउन हाने है, नो सटडाउन हाने है। नो सटडाउनमा हान्दाखेरि हेर्नु त यहाँ एउटा मेसेज मात्रै आइरहेछ, दुईवटा आएको छैन। तपाईँ राइट पोर्टमा हुनुहुन्छ भने र तपाईँले काम गरिराखेको पोर्ट ठिक छ भने दुईवटा मेसेज आउँछ। फेरि मैले सटडाउन गरेँ, सटडाउन र नो सटडाउन भनेको पोर्ट एक्टिभेट हो र दुईटैमै दुईवटा मेसेज आउनुपर्छ।
अहिले पनि के भयो, एउटा मेसेज आयो, केही न केही त मिस्टेक छ। त्यही भएर हामी राइट पोर्टमा छौँ भन्ने कुरा थाहा पाउनलाई चाहिँ सो आइपी इन्टरफेस ब्रिफ भन्ने कमान्ड हानेको है। अब यहाँनिर हेर्नु है, म के गर्छु, नो सटडाउन गरेर इन्टर हान्छु, दुईवटा मेसेज आयो, पोर्ट ठिक छ है। फेरि सटडाउन गर्छु, इन्टर हान्छु, फेरि दुईवटा मेसेज आयो कि है। हेर्नु सिम्पल एक लाइनको कमान्ड छ क्या। नो सटडाउन गर्नुहोस्, दुईवटा मेसेज आउँछ, अनि आइपी एड्रेस है, याद गर्नुहोला आइपी एड्रेस। अब कमान्ड कम्प्लिट गर्नलाई मैले अस्ति पनि भनेको थिएँ, ट्याबले पनि कमान्ड कम्प्लिट गर्छ, होइन भने तपाईँले 3 क्यारेक्टर हाने पनि हुन्छ। आइपी एड्रेस 192.168.0. अब याद गर्नु है, हामीहरूले कहिले पनि है नेटवर्क बनाउन जाँदाखेरि नेटवर्क आइडी है, नेटवर्क आइडी र बिआइडी युज हुँदैन। हामीहरूलाई चाहिने भनेको भ्यालिड होस्ट हो। अब याद गर्नु त, मैले यो ठाउँमा गएर 0.0 गरेर 255.255.255.0 हालेँ, यो बस्दैन। मैले यहाँनिर के हाल्न पर्यो भन्दाखेरि मैले यहाँनिर 0.1 हाल्न पर्यो है। CTRL-Z WR, यो भनेको सेभ गरेको सो आइपी इन्टरफेस ब्रिफ। अब हेर्नु त आइपी एड्रेस आयो है, याद गर्नुलाई सो आइपी इन्टरफेस ब्रिफले तपाईसित कतिवटा पोर्ट छ, त्यो पोर्टमा आइपी एड्रेस छ कि छैन, त्यसको लिङ्क के छ भनेर स्टेटस देखाउँछ। अब सोचौँ त, यहाँनिर त मेरो कति धेरै होस्ट छ, अब सबैमा गएर मेनुअली आइपी एड्रेस हार्नलाई त मलाई गाह्रो हुन्छ। त्यही भएर तपाईँहरूलाई के भन्छ भन्दाखेरि डिएचसिपी बनाऊ भन्छ। अब सिम्पल कन्डिसन छ, हेर्नु डिएचसिपी। अब हेर्नु है एकैछिन, यसलाई सो रनमा गएर हेरौँ है। सो रनमा गएर हेर्दाखेरि हेर्नु है, डाटाबेस हो यो। सो रनमा गएर हेर्दाखेरि डाटाबेसमा आइपी एड्रेस आएको छ, तर यहाँ कतै डिएचसिपी भन्ने आएको छ त छैन। किन भन्दाखेरि मैले कन्फिगरेसन गरेको छैन है। त्यही भएर सो रनले डाटाबेसहरू देखाउँछ। अब हेर्नु है, कन्फिग स्पेस टी गर्नुहोस्, आइपी डिएचसिपी पुल आइआइएमएस ल्याब ए भनेर दिउँ है, या ल्याब 1 भनौँ न, इन्टर। अब याद गर्नु है, नेटवर्क 192.168.0.0 255.255.255.0। अब याद गर्नु होला, डिएचसिपीमा है, डिएचसिपी कल गर्ने बेलामा जहिले पनि हामीले नेटवर्क आइडी दिन्छौँ, किनभने यो डिएचसिपीले एकैचोटि आइपी एड्रेस फाल्न पर्ने कन्डिसन चाहिँ हुन्छ। यहाँनिर तपाईँहरूले भ्यालिड होस्ट हालिदिनु भयो भने काम गर्दैन है। डिएचसिपीको कामै स्कोप बनाएर चाहिँ रिलिज गर्ने हो क्या। अब मैले यो गरेँ, हेर्नुहोस्, अब यो गरेँ है। अब यहाँनिर हेर्नु है, अब हामीले यो एउटा कुरा पत्ता लगाउँदै जान्छौँ क्या। यहाँ जान्छु, डेस्कटपमा जान्छु, आइपीमा जान्छु, स्ट्याटिकलाई हटाएर डिएचसिपी आइपी आयो, तर याद गर्नु त गेटवे आएको छैन, डिएनएस आएको छैन। भनेपछि सम्झिनु होला, डिएचसिपीले सबै कुराहरू बनाएर दिनुपर्छ। अब यो आएको छैन भने मैले के गर्नु पर्यो, फेरि राउटरकै डाटाबेसमा गएर हेर्नु है, राउटर बेसकै डाटाबेसमा गएर मैले के गर्नु पर्यो, डिफल्ट राउट 192.168.0.1 इन्टर। यो भनेको मैले गेटवे दिएको हो है। फेरि स्टार्टिङ गर्नुहोस्, फेरि डिएचसिपी गर्नुहोस्। अब यहाँ आयो, गफाट यता यहाँ आयो। हेर्नु त, आइपी एड्रेस आयो, गेटवे आयो, तर फेरि डिएनएस आएन नि त। डिएनएस आएन भने फेरि के गर्नु पर्यो, फेरि डाटाबेसमा आएर हेर्नु है। अब यहाँनिर हेर्नु, डिएनएस सर्भर नेम 8.8.8.8 भनेर हान्नुहोस्, अनि बल्ल तपाईँको डिएचसिपी कम्प्लिट हुन्छ। फेरि यहाँ आउनुहोस्, यसलाई हटाउनुहोस्, फेरि डिएचसिपी गर्नुहोस्, अटोमेटिकली आयो। आइपी आयो, सबनेट मास्क आयो होइन, गेटवे आयो, डिएनएस आयो। भनेपछि के रहेछ त भन्दाखेरि हामीहरूले कन्फिगरेसन गर्न जाँदाखेरि सिम्पल, अब फेरि डाटाबेस त हेर्नु पऱ्यो, सो रन गर्नुहोस्, यति कुरा चाहिँ हाल्नु पऱ्यो क्या। यसलाई डिएचसिपी भन्छ है। आइपी डिएचसी हो, तपाईँहरूको ल्याबमा पनि या ग्रुप एसाइनमेन्टमा पनि डिएचसिपीबाट कल गर भनेछ। डिएचसिपी नाम दिनुहोस्, आफ्नो नाम दिँदा पाइयो। नेटवर्क आइडी भयो, डिफल्ट राउट भनेको गेटवे हो, डिएनएस भनेर डिएनएस पोइन्ट आउट गरेँ भनेपछि अब के भयो, यहाँनिर आइसकेपछि अब हरेक डेस्कटपलाई मैले यसरी आएर डिएचसिपी गरेँ भने अटोमेटिकली आइपी एड्रेस आयो। अब तपाईँहरूको काम भनेको के हुन्छ त भन्दाखेरि प्याकेट लिनुहुन्छ, यहाँबाट यहाँ क्लिक गर्नुहुन्छ, सक्सेसफुल आयो है। अनि त्यसपछि सिमुलेसनमा गएर हेर्न जाँदाखेरि प्याकेट कसरी गइरहेछ भनेको समरी देखाउँछ। अब मैले यो नेटवर्क बनाएँ क्या यहाँ, भनेपछि अब फेरि मलाई यो नेटवर्क यहाँ बनाउनु पऱ्यो क्या है। त्यही भएर तपाईँहरूले गरेकै काम रिपिटेड हुन्छ क्या। जस्तै हेर्नु है, मैले यसलाई कपी गरेँ है, मैले यसलाई कपी गरेँ। यो मेरो के हो त भन्दाखेरि अहिलेको केसमा यो मेरो राउटर ए को डाटाबेस हो है। एउटा यो बनाएँ, अर्को मैले के बनाएको थिएँ, अब हेर्नु है, अर्को मैले यहाँनिर यो बनाएको थिएँ।
हेर्नु 8वटा कमान्ड भन्दा 9वटा कमान्ड छैन, यो राउटर एको भयो। त्यस्तै गरेर अब याद गर्नु है, राउटर बीमा के हुन्छ त कन्ट्रोल सी हैन है, कन्ट्रोल भी है। अब हेर्नु है, राउटर एमा जे छ नि राउटर बीमा त्यही हुन्छ, तर अब यहाँनिर पहिला राउटर बी बनाउनु पर्यो, यहाँनिर ल्याब 2 बनाउनु पर्यो, यहाँनिर नेटवर्क आइडी 1 को बनाउनु पर्यो, यहाँनिर पनि 1 को बनाउनु पर्यो, अनि यहाँनिर 1.1 गर्नु पर्यो के भाइ। है एउटै काम रिपिटेड हुने हो क्या। अब मलाई सजिलो के हुन्छ थाहा छ, भोलि पर्सि तपाईँहरू नेटवर्कमा काम गर्नुभयो होइन, अब तपाईँहरूलाई यो सिन्ट्याक्स थाहा भयो भने तपाईँहरूले एकैचोटि कल गर्न मिल्छ है। याद गर्नलाई एकैचोटि तपाईँले के गर्न मिल्छ थाहा छ, अब मलाई यो ठिक छ होइन, अब म के गर्छु भन्दाखेरि राउटर बीमा जान्छु। हेर्नु राउटर बीमा गए, सिएलआई है, नो सरी इनेबल है। अब फेरि सो भर्जन, जहिले पनि राउटर पाइसकेपछि सो भर्जन गरेर लास्ट लाइन हेर्नु होला। तपाईँहरूले सो भर्जन गरेर लास्ट लाइन हेर्नु भएन भने कन्फिगरेसन बिग्रेको भन्ने थाहा हुन्छ। त्यसपछि अर्को हेर्ने भनेको सो आइपी इन्टरफेस ब्रिफ। अब यहाँनिर फरक के हुनसक्छ भन्दाखेरि यो पोर्ट उल्टो पुल्टो हुनसक्ला क्या, त्यति मात्रै फरक हुन्छ, तर यहाँ त सेमै छ। अब म टेस्ट गर्छु, के गर्छु थाहा छ, पहिला म इन्टरफेस गिगाभित्र जान्छु, सरी गिगा 0 भित्र जान्छु, अनि टेस्टिङ गर्नलाई नो सटडाउन हान्छु है। नो सटडाउन हाने, दुईवटा मेसेज आयो, म राइट पोर्टमा छु, अनि तपाईँले बनाएको डाटाबेसलाई ट्याक्क यसलाई यहाँबाट कन्ट्रोल सी यहाँ आएर ठ्याक्क गरेर पेस्ट, अटोमेटिकली बनेकै। अब फेरि कन्ट्रोल जेड हान्नु, सो आइपी इन्टरफेस ब्रिफ, आइपी एड्रेस आइसक्यो। अब तपाईँलाई डिएचसिपी बनाउनु पऱ्यो है, डिएचसिपी बनाउनु पऱ्यो। यो तपाईँको त ठिक छ नि त, यसलाई यहाँदेखि कपी गर्नुहोस्, कन्ट्रोल सी होइन, अनि यो डाटाबेसमा आउनुहोस्, तपाईँहरूले पेस्ट हानिदिनुहोस्, इन्टर कन्ट्रोल जेड डब्लुआर। अब यहाँनिर हेर्नु त, तपाईँहरूको यो नेटवर्कमा आएर हेर्दाखेरि हेर्नु है, यो नेटवर्कमा आएर हेर्दाखेरि उतिखेर बनिसक्यो। ए 1.2 255 डिफल्ट गेटवे अनि डिएनएस। अब हेर्नु त तपाईँहरूको के भयो भन्दाखेरि तपाईँहरूको यो नेटवर्क बन्यो है। हेर्नु है, तपाईँहरूको यो नेटवर्क बन्यो। अब यो नेटवर्कलाई ड्र्याग गरेर यहाँ हालिदिनुहोस् है। हेर्नु है, यो हेर्दा राम्रो भयो। फेरि तपाईँको अर्को नेटवर्क बन्यो है। अब हेर्नु है, फेरि तपाईँहरूको अर्को नेटवर्क बन्यो भनेपछि यसलाई ल्याएर यहाँ राखिदिनु। यसरी चाहिँ हामीहरूले एउटा नेटवर्क आइडीहरूलाई कल गर्छौँ भनेर बुझ्नु पऱ्यो क्या। ए है, जस्ट मैले आइपी एड्रेस दिएँ, डिएचसिपी दिएँ। अब मेजर काम के हुन्छ त भन्दाखेरि मेजर काम भनेको यो इन्टरफेसलाई बनाउनु पऱ्यो क्या है। अब हेर्नु है, अब यो इन्टरफेसलाई बनाउनलाई पनि है, यो इन्टरफेसलाई बनाउनलाई पनि तपाईँले कमान्ड यहाँनिर एउटा सो आइपी इन्टरफेस ब्रिफ पछिको एउटा एक्स्ट्रा कमान्ड हान्नुपर्छ, सो कन्ट्रोलर्स सिरियल 0/3/0, यो एउटा हान्नुपर्छ क्या। यो किन त भनेर भन्दाखेरि यसले केबलको डिसी हो अर डिटी हो भनेर जनाउँछ, सम्झिनु होला। जो डिसी हो नि त्यसलाई हामीहरूले नर्मल्ली आइएसपी भनिन्छ, और यसलाई हामीले मास्टर भनिन्छ, तर जो डिटी हो नि यसलाई हामीहरूले क्लाइन्ट भनिन्छ। ए यो तपाईँ हामी भयो क्या, तर यो चाहिँ आइएसपी भयो। अब सम्झिनु होला है, जहाँनिर डिसी भन्ने वर्ड देख्नुहुन्छ यो जिन्दगीमा नबिर्सिनु होला। जहाँनिर डिसी भनेर भेट्नुहुन्छ त्यो ठाउँमा तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि ब्यान्डविड्थ सेट गर्नुपर्छ है। ब्यान्डविड्थ सेट भनेको तपाईँको घरमा आउँदाखेरि कति हुन्छ, 300 MB 400 MB भनेर भनिरहनु छ नि, यो मास्टरले बनाउँछ क्या। भनेपछि अब याद गर्नु है, मैले के गर्छु भनेर भन्दाखेरि सिम्पल है, यही कमान्ड नै ड्र्याग हुने हो क्या। ल यही कमान्ड ड्र्याग हुने हो। अब याद गर्नु है, अब मलाई चाहिँ डिसिडिटी भनेर पत्ता लगाउन पर्यो भने, सरी हेर्नु है, अब मलाई डिसिडिटी भनेर पत्ता लगाउन पर्यो भने म के गर्नु पर्यो भन्दाखेरि सिम्पल, अब यहाँ गिगा हुँदैन, यहाँ हुन्छ सिरियल। यही पोर्ट हुन्छ भन्ने ग्यारेन्टी हुँदैन, जस्तो पनि पोर्ट हुनसक्छ। यसमा चाहिँ तपाईँहरूले स्पेसल ध्यान दिनु पर्यो। नो सटडाउन, आइपी एड्रेस के हो त त्यहाँ 2.1 हो। अब सम्झिनु है, जुन इन्टरफेसमा तपाईँहरू डिसिए हुनुहुन्छ त्योले ब्यान्ड है, ब्यान्डविड्थ लाई ब्यान्डविड्थ कति त अब याद गरौँ 64 है। यो भनेको 64 KB को तान्छु भन्ने कुरा भयो।
अब सम्झिनु होला हामीसित एउटा अप्सन पनि हुन्छ क्लक रेट कति त भन्दाखेरि 64,000 है बिट बाइटमा चाहिँ लिएर गएको। अब सम्झिनु है यो भनेको जहिले पनि तपाईहरूले क्लक रेट दिन जाँदाखेरि है क्लक रेट यसलाई यसरी भनौँ है C/R है क्लक रेट दिन जाँदाखेरि तपाईहरूको ब्यान्डविड्थ इन्टु मल्टिपल अफ 1000 हुन्छ है। यो जहिले पनि हो तपाईहरूलाई दिँदा जाँदा पनि यो चाहिँ गरिराखेको चाहिँ हुन्छ। भनेपछि अब हेर्नु त अघिको कमान्डमा तपाईँलेहरूले यो दुईटा हान्नुभएको थियो, अब अहिलेको कमान्डमा क्लक रेट र ब्यान्डविड्थ हान्नुहुन्छ। तर अब सम्झिनु त जुन ठाउँमा तपाईँले त्यो भेट्नुभयो त्यो पो हान्नुहुन्छ नि त Ctrl+V। अब यहाँनिर के गर्नुहुन्छ भन्दाखेरि मानम यदि तपाईँहरूले यहाँ DT भेट्नुभयो भने याद गर्नु होला आइपी एड्रेस 2.1 छ भने यहाँ 2.2 हुन्छ अनि यो दुईटा हुँदैन। जस्तो गिगामा बनाउनुहुन्छ त्यस्तै हो क्या, खालि DC आयो भने मात्र हामीले यो गराउनु पर्यो भन्ने कन्डिसन हुन्छ। अब हेर्नु है त सिम्पल कन्डिसन पहिला सुरु मैले थाहा पाउनु पर्यो है। म फेरि राउटर एमै गएँ है। पहिला सुरु मैले थाहा पाउनु पर्यो के गर्नु पर्यो भन्दाखेरि सो आइपी इन्टरफेस ब्रिफ सम्झिनु है। सो आइपी इन्टरफेस ब्रिफ हान्दाखेरि यहाँ के रहेछ सिरियल 0/3/0 है याद गर्नु होला सिरियल 0/3/0 छ भने अब मैले यहाँनिर यो पोर्ट चेन्ज गर्न पर्यो कि कुन पोर्ट हुन्छ मलाई त थाहा हुँदैन, मैले त कमान्ड हानेपछि मात्रै थाहा हुन्छ। अब जाउँ चेक गर्नलाई एउटै कुरा अप्सन छ है। यहाँनिर पनि हेर्नु त यो प्याकेट टेसरमा यहाँनिर तपाईँहरूलाई घडी जस्तो पनि दिइरहेछ है। प्याकेट टेसरले तपाईँहरूलाई घडी जस्तो पनि दिइरहेछ यहीँ। यो घडी भनेकै DC हो क्या है याद गर्नु होला। अब जाउँ सिम्पल कन्डिसन यहाँ जानुहुन्छ कन्फिग स्पेस टी हान्नुहुन्छ इन्टरफेस सिरियल 0/3/0 नो शटडाउन है एउटा मेसेज आछ। अब याद गर्नु होला यहाँनिर कनेक्सन 0/3/0 नै छ भनेपछि म सही पोर्टमै छु। अनि यहाँनिर गएर आइपी एड्रेस है अब 192.168. यो कति हो त 2.1 255.255.255.0 अनि यहाँनिर गएर ब्यान्डविड्थ 64 क्लक रेट है 64,000 Ctrl+Z WR। अब हेर्नु है सो रन गरेर पछि अब के भयो यहाँनिर तपाईँहरूको आइपी एड्रेस आछ भने अब यहाँनिर पनि आइपी एड्रेस आयो है। अब जाउँ म एकातिर यो छु भने है हेर्नु है म गफाडी त म एकातिर यो आइरहेछ भने अब म ग्यारेन्टी के छु त भन्दाखेरि अर्कोमा DT हुन्छ। अब हेर्नु है त सो आइपी इन्टरफेस ब्रिफ यसले चाहिँ तपाईँहरूको पोर्ट पत्ता लगाउनलाई सिरियलवाला छ। अब याद गर्नु है सो कन्ट्रोलर्स सिरियल 0/3/1 हाले है। अब याद गर्नु है यो कमान्ड हानेको होइन यो कमान्ड हानेको 3rd नम्बरको लाइनमा हेर्नु त यहाँनिर के भनिरहेछ केबल एट्याच छैन भनिरहेछ। 1990 मै वर्ल्डको फर्स्ट स्मार्ट डिभाइस भनेको राउटर हो है। अब भनेको म रङ पोर्टमा रहेछु। अब फेरि मैले यहाँनिर 0 हानेर इन्टर हाने भने 3rd नम्बरको लाइन हेर्नु त यसले के भनिरहेछ DT है याद गर्नु होला। यही कुरा तपाईँ यताको राउटरमा आएर हेर्नुभयो भने सो कन्ट्रोलर्स सिरियल 0/3/0 भनेर हान्नुभयो भने 3rd नम्बरको लाइनमा हेर्नु त DCE है। त्यसकारण हामीहरूलाई यो कन्फिगरेसन चाहिँ चाहिन्छ। अब हेरौँ म कन्फिगरेसनको पोर्टमा ठिकै छु। अब कन्फिग स्पेस टी इन्टरफेस सिरियल 0/3/0 यहाँनिर नो शटडाउन है। अब याद गर्नु होला है यो सिरियल इन्टरफेस हो। अब तपाईँहरूले आइएसपीले सेट गरेर आइसकेपछि अघि यहाँनिर एउटा मेसेज आएको होइन। अब यसले नो शटडाउन हाल्यो भने यहाँ दुईटा मेसेज आउँछ अनि यसले यसलाई एक्नोलेजमेन्ट पठाउँछ फेरि यसमा अर्को मेसेज थपिन्छ क्या। त्यही भएर राउटरमा काम गरेको मान्छेहरूले बस्दा बस्दै थाहा पाउँछ कि कोटेश्वरको राउटर फेल खायो बानेश्वरको राउटर फेल खायो किनभने राउटरले नै इको मेसेज हान्छ क्या। अघि यहाँ एउटा हेर्नु है त दुईटै राउटरमा है सँगसँगै म तपाईँहरूलाई दुईटै देखाएँ है। पहिला म यसको डाटाबेस यहाँ राखेँ है त्यसपछि यसको डाटाबेस यहाँ राखेँ है। अब हेर्नु है मैले आउटपुट देखाउनु लाग्यो है
अहिले म यो कन्फिगरेसनमा छु अनि यो भनेको मेरो अर्को कन्फिगरेसनमा चाहिँ छ। यहाँ हेर्नु है, यहाँ अहिलेसम्म मेसेज आएको छैन है एउटा पनि। अब यहाँ हेर्नु है, अब म जब यो राउटर कन्फिगरेसनमा आइसकेँ, हेर्नु त मैले यहाँ हान्ने बित्तिकै है नो सटडाउन हान्ने बित्तिकै यसले म अन भयो भने होइन, यतापट्टि हेर्नु त मेसेज यसलाई पठायो, फेरि हेर्नु त फेरि यसले मेसेज पठायो क्या है। अब मैले गएर फिगरमा हेरेँ भने दुईवटा हरियो हुन्छ है। अब यही ठाउँमा हेर्नु है, यही ठाउँमा मैले अब नो सटडाउन हान्दैन, अब म सटडाउन हालिदिन्छु रे, दुइटैतिर मेसेज हान्छ है। हेर्नु दुइटैतिर यसले भनिसक्यो यो डाउन भयो भने भनिसक्यो, यसले पनि यहाँ मेसेज गर्यो, फेरि फिगर लेआउटमा गएर हेरे पनि डाउन हुन्छ क्या। अब सम्झिनु होला, तपाईँहरूले यहाँबाट पोखराको राउटर कन्फिगरेसन गर्दै हुनुहुन्छ भने पोखराले उता भैरवातिर नेटवर्क बनाइराखेको छ, यता हेटौडातिर नेटवर्क बनाइराखेको छ भने इन्टरफेसमै थाहा हुन्छ क्या है। त्यसकारण हामीहरूले राउटर कन्फिगरेसन, जस्तै अब मानौँ है म अहिले पोखरामा बसिरहेको छु होइन, यो मेरो पोखराको इन्टरफेस भयो, अब म यहाँनिर गएर के गर्छु भन्दाखेरि नो सटडाउन हान्छु। हेर्नु नो सटडाउन हान्नेदेखि एउटा मेसेज आयो, कुर्छु एकछिन, उसले हेलो प्याकेट पठायो, अब अर्को मेसेज पनि आउँछ क्या। ठिक छ क्या। अब यहाँनिर गएर म के गर्छु त भन्दा आइपी एड्रेस 192.168.2.255.255.255.0 कन्ट्रोल जेड डब्लुआर। अब हेर्नु है, अब के हुन्छ थाहा छ, अब हामीलाई यो प्याकेट यहाँसम्म आयो, यो प्याकेट यहाँ आउँछ कि आउँदैन होला, ल भन्नु त। यो प्याकेट यहाँसम्म आयो भने यो प्याकेट यहाँ आउँछ कि आउँदैन होला, आउँदैन है। अनि यो प्याकेट यहाँ पनि आउँदैन। हिजै मैले तपाईँहरूलाई भनेको थिएँ कुनै पनि नेटवर्कहरू कल गर्न गइरहेछौँ भने हाम्रो होप काउन्टहरू भन्नुहुन्छ कि है। हेर्नु है, अब सम्झिनु है, अब के भयो भन्दाखेरि यसको लागि यो सेम नेटवर्क, यसको लागि यो सेम नेटवर्क, यसको लागि पनि यो सेम नेटवर्क भयो क्या। अब यो दुईटा डिफ्रेन्ट नेटवर्कहरूलाई यहाँदेखि यहाँ पिङ गराउनु पर्यो भने त मलाई त L3 आउनुपर्छ, त्यही भएर यहाँ L3 आयो। L3 मात्रै आएर भएन क्या, अब यसले के कल गर्नु पर्यो, यसले राउटिङ प्रोटोकल कल गर्नु पर्यो क्या। अब सम्झिनु है, राउटिङ प्रोटोकल कल गर्न जाँदाखेरि यदि तपाईँहरूले यसमा राउटिङ प्रोटोकल रिप हाल्नु भयो भने रिपले एलाई र एलाई कल गर्छ, एलाई कल गर्दैन। अब के हुन्छ, यो दुईटालाई कल गर्छ, त्यसपछि फेरि एकछिन पछि एले आफ्नो एलाई र एलाई कल गर्छ, अनि एज अ लङसममा के हुन्छ भने बल्ल यो मेसिनले यहाँ प्याकेट पिङ हुन थाल्छ है। याद गर्नु पर्यो। त्यसकारण तपाईँहरूको मेजर काम भनेको के कनेक्सन छ भन्ने कुरा मात्रै याद गरेर पुग्छ क्या। अब हेर्नु है, अब मलाई यो नेटवर्क बनाउनु पर्यो है, फेलियर भइरहेछ है, प्याकेट जान सकेको छैन। रिजन के हुनसक्छ त भन्दाखेरि यो नेटवर्कलाई जम्प गर्न सकेन। अब यसलाई पनि छुट्याउनको लागि तपाईँहरूले यस्तो टाइपको नेटवर्क बनाउनु, तपाईँहरूको यो लेभलको पनि मार्क्स हुन्छ है, विचार गर्नु होला। फेरि जे पाइ त्यही बनाएर पठाउने काम चाहिँ नगर्नु होला। ल अब हेरौँ है, ओ गफाडी यता ल हेर्नु है। अब सो आइपी, अब यहाँनिर आयो राउट भन्ने कमान्ड, सम्झिनु है। सो आइपी राउट हान्दाखेरि सी भनेर आयो, एकदमै सजिलो तरिका है। जब तपाईँहरूको नेटवर्कमा सी भनेर आएको छ भने सी भनेको के हो त, डाइरेक्टली कनेक्टेड। ओ यति लाइन चाहिँ रट्नु है, तपाईँहरूलाई भाइबामा सोध्छ यो र अनि यो हेर्नु है। सी भनेको के हो, एस भनेको के हो, आर भनेको के हो, डी भनेको के हो र ओ भनेको के हो, यति चाहिँ तपाईँहरूलाई सोध्छ। यो सबै राउटिङ प्रोटोकल भयो है। अहिलेको केसमा यहाँ के आइरहेछ, सी आइरहेछ। अब सम्झिनु है, कन्फिग स्पेस टी, हो गफाडीहरू यता राउटर रिप भर्सन 2 हिजो लेखेकै कमान्ड, नो अटो समरी है। अब मैले के कल गर्न पर्यो भन्दाखेरि नेटवर्क एउटा सी, यो एउटा सी, कपी यहाँ आएर पेस्ट, इन्टर, फेरि नेटवर्क है, नेटवर्क फेरि एउटा सी, इन्टर, कन्ट्रोल जेड डब्लुआर। अब हेर्नु है, सो रन गरेर डाटाबेसमा हेऱ्यो भने अब तपाईँहरूको थपेको कमान्ड भनेको यो हो। ल अर्को थपेको कमान्ड भनेको यो हो क्या,
अब सम्झिनु है, यो तपाईँहरूको राउटर एबाट छ होइन, राउटर बीबाट हेर्न जाऊँ है। राउटर बीबाट हेर्न जाँदाखेरि फेरि तपाईँहरूले दायाँ बायाँ हेर्ने नै होइन है, सो आइपी प्रोटोकल्स। ल ओ गफाडेर यो इम्पोर्टेन्स यता ल हेरौँ है। यहाँनिर तपाईँहरूको 1 र यहाँनिर तपाईँहरूको 2 आछ। अब सिम्पल कन्फिग स्पेस टी राउटर रिप भर्जन 2 नो अटो समरी, अनि यहाँनिर आएर नेटवर्क एउटा सी इन्टर अनि अर्को सी। ओ यहाँ हेर्नु त के आयो, ओ हेर्नु है। अब यहाँनिर हेर्नु तपाईँहरूको आर भनेर आयो, यो चाहिँ तपाईँहरूको डाटाबेस भयो। अब मलाई भन्न सक्नुहुन्छ यहाँदेखि यहाँ पिङ हुन्छ कि हुँदैन है। ल यहाँसम्म तपाईँहरूले बनाउनु पर्छ, अनि भाइबामा आएर तपाईँहरूले यो देखाउन पर्छ। हेर्नु है, त्यो प्याकेट यहाँ आउनुपर्छ। त्यो ब्रोडकास्ट भएको ल ओ ल है, एउटा लास्ट है। हेर्नु है, मैले तपाईँहरूको राउटिङ प्रोटोकल गरेँ। अब यहाँनिर हेर्नु है, हो यता ओला हेर्नु है। अब यहाँनिर ब्राउजर पनि प्ले हुन्छ। सरी ओ एकैछिन यता यहाँनिर हेर्नु है, यहाँनिर अब मेरो चाहिँ ऊ त्यहाँ भएको सर्भरको ब्राउजर पनि प्ले हुन्छ है। यो चाहिँ यहाँ छ। हजुर मैले खालि यो एउटा देखाइदिनु मात्र। अब मैले यहाँ ब्राउजरै एक्सेस गर्न लगाइरहेको छु।